जाँदैछन्। अब सरमा बिहान पानी परिरहेको छ, पानी पर्ला जस्तो गरिरहेको छ। अब हामी यहाँ पालङबाट यताबाट कालीमाटी हुँदै त्रिपुरेश्वर हुँदै जाने कुरो हुन्छ। आम्म कति साग्रो, ओ माई गड। तर नयाँ छ बाटो छ अहिले, ठुलै धुवा थियो पहिले चाहिँ, अहिले चाहिँ बवाल भइरहेको छ। अनि खासमा हामी विशेष काम गर्दैछ एयरपोर्टतिर। बिहान बिहान दास राइड हाम्रो यो मामखुली यस्तै गाडीले गर्दा नि हो क्या काठमाडौँ पोल्युसन बढेको। ठुलो धुवाँ र धुवाँ सबै फालिरहेको थियो गाडीले। यस्तो धुवाँ पनि मामपट्टि आगो बाले जस्तो आगोबाट पानी। सही हो। हामी चाहिँ अहिले कालीमाटी क्रस भइसक्यो। अब त्रिपुरेश्वर आउँदैछ पासपोर्ट डिपार्टमेन्ट। यस्तो लास्ट पोल्युसन छ काठमाडौँमा। कस्तो चलाएको सही हो। जानु आर्मीहरूलाई कहाँ सिफ्ट गर्दैछ। यही हो त्रिपुरेश्वर पाटो बनाउनु। बबाल सही छ। बिहान रोड त लास्ट खुल्ला हुन्छ कि यार, उसोतिर अन्त लास्ट जाम हुन्छ क्या ठाउँ, डेन्जर जाम हुने ठाउँ पनि त। आज पानी पर्दैछ कस्तो पेलेको गाडी छ। बिहान डेन्जर कुदाइदिरहेको छु मैले। खाली छ नि त बाटो, खाली जति भए पनि लास्टमा चाहिँ आपत्कालीको उसमा आइसक्यो हामी। यता होइन कस्तो बिर्सिरहेको भनेको एयरपोर्टमा गएको। ठिस भइदिएर आमा बिहान ठिस भइदिएर गाइज माइती घर आइसक्यो गाइजहरू। माइती घर हो यो। यहाँनिर जुन आन्दोलन पनि यहीँदेखि सुरु हुन्छ। यहाँनिर भनेको मेन काठमाडौँको मुटुको टुक्रा हो नि त। हिजो शिक्षक अस्तिदेखि शिक्षक आन्दोलन भइरहेको छ। हिजो पनि जाम थियो, अस्ति पनि जाम, जहिले जाम यो ठाउँमा, जहिले रोड बोलाएको यस्तो जाम भइरहेको छ। आन्दोलन गर्दा लास्टमा ह्याङ ओभर बनाइसक्यो। त्यहाँदेखि आइपुग्यो यो अस्ति खत्रै दुर्गा प्रसाईको आन्दोलन भएको यहाँनिर हो। कता बेला त राजावादीहरूको आन्दोलन। यही घरहरू तोडफोड आग लागि पत्रकार मरेको ठाउँ यही हो। गोली ठोकेको ठाउँ पनि यही होला सायद। यस्तो घरहरू सड्रै त्यही भन्दा चाहिँ सही। अन्त जहाँ पनि जहिले पनि आन्दोलन हुने ठाउँ चाहिँ यही हो मेन चन्द्रपुर। क्या यार डेन्जर। अब यता कोटेश्वरतिर जान्छ, यताबाट हामी एयरपोर्टतिर लाग्दै हो। त्यही हो अस्ति फुटेको घर हो। अत्रै आन्दोलन भएको नि त यहाँनिर। यो घर गाजहरू अस्ति जलेको अनि त्यसपछि टोटल गरेर घर यही हो। यहाँनिर खतरा भयङ्करै आन्दोलन भएको थियो क्या। अहिले चाहिँ सिल गरेको रहेछ, पुरै बन्द गरिदिएको रहेछ। डेन्जर ठुलो उड्दैछ गाइजहरू। एक दिनकै पानी पर्दा पनि यस्तो पोल्युसन छ काठमाडौँमा। काठमाडौँमा बस्नु भने पहाडतिर बस्नु मजा छ। यहाँ बस्नु भनेको बेकार हो। गाजहरू क्यान्सरै हुने सम्भावना हुन्छ यसमा बस्यो भने त यार। ठुलै
काठमाडौँ यार दिनकै पानी पर्दा नि यस्तो धुलो उडिरहेको छ यार गाडीहरू दिउँसै रात परिसक्यो पशुपतिनाथ खुसी नभएको जस्तो छ अवस्था लास्टै अँध्यारो भइसक्यो एकदम डर लाग्दो के मौसम काठमाडौँ आमामा गाइजहरू त्यताको मौसम कस्तो छ यताको मौसम बेहाल भइसक्यो ओ माई गड पानी अहिले चेन्ज जस्तो भइसक्यो यार आमामा सही पशुपतिनाथमा हामी प्रवेश गर्दैछ अब यतातिर सायद दिइरहेको छ सन्तीलाई यति जान्छ होला नि पशुपतिनाथ गेटमा आइपुग्यो हामी चाहिँ पानी आयो गाडीहरू पशुपतिमा पानी आइसक्यो आमामा खतरा पानी परिदिरहेको छ यार मान्छे भाग्यो डेन्जर पानी पर्दा चाहिँ त्यसरीमा आमामा है दिनकै भिजाउनु भयो पानीले नि मलाई यार पशुपतिनाथ क्षेत्रको अवस्था हो माई गड खतरा पानी परिरहेको छ एकछिनमा यति ठुलो पानी परिदिरहेको यार मलाई भिजाइदिइसक्यो गाइजहरू आमामा डेन्जर पानी परिरहेको छ यार ओ माई गड है गाइजहरू हामी चाहिँ पशुपति निक्लिसक्यो अब एयरपोर्टमा जाने नभए नहुने काम इमर्जेन्सीले हामी जाँदैयो पानी चाहिँ डेन्जर पर्छ जस्तो छ डेन्जर पानी पऱ्यो ओ माई गड भिजायो पानीले अब चाहिँ नन स्टप एयरपोर्ट कस्तो जाडो भइदिरहेको क्या आमा सिन्का चिनिया फ्याट ओहो पानीले पनि लास्टै गऱ्यो भनेको यार 5 मिनट नपरेको त हामी आइहाल्छ नि यार ओ माई गड एयरपोर्ट आइसक्यो गाइजहरू यही हो खासमा हामी चाहिँ गाइजहरू बाइक पार्किङ गरिसक्यो 1 घन्टाको 40 रुपियाँ ओ माई गड बहुत महँगो होइन र 1 घन्टाको 40 रुपियाँ हुने जस्तो यार तै पनि पार्क गर्नै पऱ्यो काम त्यस्तै पऱ्यो है पानी पनि लास्टै पानी पऱ्यो गाइजहरू यस्तो पानीमा किन आएर भनिराख्नु भयो होला खासमा है मेरो साथीको बुढा कोरियामा डेथ भयो क्या है त्यही भएर म चाहिँ आएको होइन यस्तो दुःख लाग्दो खबर छ गाइजहरू मान्छे विदेशमा मऱ्यो भने कम त गाह्रो हुन्छ भनेको है त्यही माथि आज मौसमले च्यालेन्ज गरिदिइरहेछ पार्किङ शुल्क पनि के महँगो हो 1 घन्टाको 40 2 घन्टाको 80 3 घन्टाको 120 ओ माई गड
कति भयो 1 घन्टा भयो 1 घन्टा 9 बजे 10-15 मिनट रहिसकेको थियो 1 घन्टा 20 मिनट भयो 1 घन्टा 20 मिनट त्यसमा 9 बजे छ तर 9 बजेर 20 मिनट गइसकेको थियो क्या यसमा नआउँदा मिलाइदिनु गरिदिनु न सक्यो थ्याङ्क यू फाइनली गाइजहरु अब त हामी एयरपोर्टबाट निक्लिसक्यो 1 घन्टा 10 मिनट भइसकेको थियो त्यही पनि 40 मिनट चिनेर गइसक्यो केटो डेन्जर जाडो क्या डेन्जर पानी परिरहेको भनेको गाइजहरु साह्रै दुःखको छैन क्या है अघि पछि रमाइलो गर्न आउँथ्यो एयरपोर्टमा आज चाहिँ के गर्नु कोरियाबाट एकजना साथीको लास्ट अब आइसक्यो आएर पनि अब ट्रान्सफर भइसक्यो झापातिर है म चाहिँ अब रुमतिर फर्किन लागेको कस्तो पानी उडाएको यस्तो जाडो जब यसरी गाडी छिटो कुदाइदिन्छ कि फेरि अब यस्तो झ्याउ लाउने एयरपोर्ट नै सुनसान लगाइरहेको छ कि आज सुनसान लगाइरहेको छ गाई सुनसान लगाइरहेको छ है यस्तो अवस्थामा चाहिँ आज त्यस्तै माथि पानी डेन्जर परेको अहिले भर्खरै बिग्रेको पानी बिहानैदेखि परिरहेको छ भनेको